हेलो साथीहरु सबैजनालाई नमस्ते। खाना त अघि नै खाइसके। हामी चाहिँ रातिको 9 बजे चाउचाउ पकाएर खाइरहेको छ। म हजुरहरूलाई देखाउँछु चाउचाउ पकाउने मान्छे को हुनुहुन्छ भनेर सबैजनाले हेर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाउचाउ। अनि यहाँ चाहिँ मेरो बहिनी कला नराउँछु नि अब एकछिन माथि कोमल डोको सुबे कोमल डोको लिए त यहाँ बना न छिटो। यहाँ खानको लागि कति आँटिसकेँ म त। कताबाट हो मन्जु? म डाँगोराबाट। उम्ल्यो रे खुल्दैन एकछिन त्यो त खुल्यो त। I don't know. लगाएर हाम्रो प्लेट पनि आइसक्यो साथीहरु। अनि भयो चम्चा चाहिँ एउटा कहिले चम्चा एउटा काट्ने के छ नि छैन है खोइ एउटा चम्चा कटा लगिस् त दुईटा झिकिनस् र दुईटा झिकिन्छ के यार। तल उठे क्या नि के कराइरहेछन्। यहाँ हेर्न सक्नुहुन्छ रातिको है हामी चोर जस्तै यहाँ चाउचाउ खाइरहेको छौँ साथीहरू। सबैजनाले हेरिदिनु होला। आफू पनि जन्म मलाई त्यो साथी के अलि सुस्तरी बोल्न। यो रातिको 9 बजी हामी चोर जस्तै खाइरहेछौँ। अलिक सुस्तरी अरू के भन्नु बाँकी छ? अस्ति नको भन्दा नि अस्ति ढिलो हाटे भयो। आज अलिक छिटो खाइरहेछौँ नि। कसको? मेरो काटेर देखा न। यहाँबाट पानी लगेर जाम भयो। पानी छैन मैले मुख धुएँ त्यसले। यहाँबाट लगाऊँ अब त्यो कसले खान्छ नि। आमामा त्यो पानी छ त्यो राम्रो छ। त्यसले रोटी पनि खाने
के भन्दैन म तर म राम्रो होइन है तिम्रो त्यस्तो गरे हामी कालो मान्छे के हामी इन्डियाको मान्छे तिम्रो अस्ट्रेलियाको पुरै पोलो कालो गोरो भनेर हुन्छ र Hello, Anjali. स्पाइसी छ हामी किन राम्रो भयो हामीलाई बेगो नबोलेको त्यसको होइन म कसैलाई हेर्दैन त्यसै मलाई भन्नु लाग्यो मलाई भन्नु लाग्यो म किन भन्ने चिन नजानेको मान्छेलाई मेरो दुईटा छोरा पनि छन् बिहे गर्ने हो के भयो घरकोतिर धेरै रमाइलो लाग्यो कता हो रामजेली घर सेकेन्ड ह्यान्ड पी सेकेन्ड ह्यान्ड मेरो मुख्य सेकेन्ड ह्यान्ड पनि चल्छ है चल्छ बुढी चल्छ के छ हामी त नमानेको सेकेन्ड ह्यान्ड भनेर लिस्ट क्लास छ साडी लाउँछ कति राम्रो कता हो मेना घर डाङ्गो राई हजुर कता हो त्यो खै थाहा छैन मलाई पनि लम्मैतिर पर्छ के सटअप खेल्न राम्रो सिकेको बाहिर सबै सन्चै हजुर के गर्छौ अनि तिमी म पढ्छु कतिमा ब्याचलर कति वर्ष भयो फर्स्ट इयर अनि कति वर्ष भयो तिमी 18 नै ब्याचलर यस पढाएको रहेछ फलो गराम न फलो म फलो तिमीहरू म फलो बस्छ आजदेखि तिमी मेरो कफी बुझ्यो नि नेना नै यस्तो कुराहरू म बुझ्दैन म बच्चा हो नि त त्यही भएर यस्तो कुराहरू बुझ्दैन क्या म यस्तो कुराहरू चाहिँ केही समयको लागि मात्रै हो क्या त्यही भएर बुझ्नुहुन्न यस्तो कुराहरूलाई